हाई गाइज, आज चाहिँ मेरो छुट्टी, सो हामी चाहिँ पार्क जाँदैछौँ। यो पार्क चाहिँ हामी रेगुलर जाने पार्क हो, किनकि यो पार्क मेरो घरको छेउमै छ। मेरो छोरा बाहिर निस्किँदा धेरै नै ह्याप्पी हुन्छ। वन्स अ विक भए पनि म छोरालाई चाहिँ पार्कमा ल्याइरहेको हुन्छु, वेदर राम्रो भयो भने। अस्ट्रेलियामा चाहिँ ठाउँ ठाउँमा पार्कहरू बनाइदिएको हुन्छ जहाँ बच्चा खेल्नको लागि। हेर्नुहोस् न, मेरो छोराले मजाले खेल्न थालेको छ। एकछिन पिङ पनि खेलाइदिए र यो वाला चाहिँ उसको फेभरेट हो। जहिले पनि ऊ यसमै बस्न खोज्छ प्रायः जसो। धेरै बच्चाको आमा भएपछि चाहिँ लाइफ बिजी बिजी नै हुने रहेछ। मैले फेसबुक र टिकटकको लागि कति धेरै भिडियोहरू रेकर्ड गरेर राखेको छु, तर एडिट गर्न पनि नभ्याएर मेरो फोटो ग्यालेरी चाहिँ फुल भएर बसेको छ। मेरो बच्चा चाहिँ अहिले टडलर फेजमा छ। हेर्नु न, यता चढ्छु भनेर मान्दै नमानेर नसकी चढिरहेको छ। यो टडलर फेज पनि एकदम च्यालेन्जिङ नै हुँदो रहेछ पेरेन्ट्सको लागि। यति धेरै चकचक गर्छ कि एकछिन छोड्यो भने नि कहाँ पुगिसक्छ। हेर्नु न, यहाँ कता चढ्न गइसक्यो। अनि मैले नै उसलाई लगेर राखेँ र स्लाइडबाट यति हुत्तेर आयो कि थेचारियो। यसरी बेला बेलामा पार्क जाँदा मलाई पनि रमाइलो नै लाग्छ। र म अहिले थाकेँ, सो मेरो चाहिँ सुन्तला ब्रेक। पार्क आउँदा चाहिँ म सुन्तला लिएर आउँछु है, घाममा बसी खानको लागि। मेरो छोराको चकचक चाहिँ नसकिने भयो। हेर्नु है, टाउकोदेखि खनाइरहेको छ। खेलिरहोस् एकछिन भनेर म पनि गएर स्विङतिर खेल्न गएँ। 1.5 आवर जति पार्कमा खेल्दा पनि छोरालाई जाम भनेर बोलाएको त जाँदिन भनेर नो भन्यो। पार्क ल्याएपछि मेरो छोरालाई घर फर्काउनलाई निकै गाह्रो छ। मैले आफैले बाई भनेर भन्दाखेरि पनि ऊ आउनै मानिरहेको थिएन। सो लास्टली हामी चाहिँ घरतिर लाग्यौँ र मेरो मिनी ब्लग पनि यही सकियो। थ्याङ्क यू सो मच फर वाचिङ। बाइ बाइ।